प्रिय विद्यार्थी भाइ बहिनीहरू, अब आज फेरि यो हप्ताको दोस्रो दिनको कक्षामा हामी उपस्थित भइसकेका छौँ है त। मैले हिजोको कक्षामा पनि भनेको थिएँ एकाइ 3 को सबै पाठहरू, एकाइ 3 मा कतिवटा पाठहरू थिए? 8 वटा पाठहरू थिए है। ती 8 वटै पाठहरूबाट हामीले कस्ता किसिमका प्रश्नहरू आउँछन् भन्ने बारेमा पनि छलफल गरिसक्यौँ हैन त। थोरै मैले गएको 8 वटा पाठहरू जुन एकाइ 3 का पाठहरू थिए त्यहाँबाट सोध्न सक्ने सम्भावित प्रश्नहरूको बारेमा पनि कुरा गर्छु। र त्यसमा सबभन्दा पहिला हामीलाई के कुरा जानकारी हुनु पर्यो, त्यो एकाइबाट कस्तो प्रकारका प्रश्नहरू सोधिनेछन्। मैले बारम्बार भनेको थिएँ भाइ बहिनीहरू, 4-4 अङ्कको 2टा प्रश्न त्यो पाठबाट सोधिन्छ। र त्यसमा के थियो त? प्रश्न नम्बर 14 र प्रश्न नम्बर 15 मा यो प्रश्नहरू सोधिन्छन् भनेको थियो है त। र त्यसै गरी प्रश्न नम्बर 15 मा अथवामा पनि प्रश्न आउँछ भनेको थिएँ मैले है। त्यही अनुसारले भाइ बहिनीहरूले तयारी गर्नु पर्यो अबको परीक्षामा। र अब हामी एकाइ 3 लाई अन्त्य गरेर एकाइ 4 मा आइपुगेका छौँ। र अब एकाइ 4 मा कस्ता प्रकारका प्रश्नहरू सोधिन्छन् र यो एकाइमा एकाइ 4 मा कति अङ्क सोधिनेछ भन्ने बारेमा हामी थोरै कुरा गरौँ है। सबभन्दा पहिला हामीलाई थाहा छ समूह क मा अति छोटो प्रश्न उत्तरहरू सोधिन्छ। र त्यसमा एकाइ 4 बाट कुल अङ्क कति सोधिनेछ? एकाइ 4 बाट हामीलाई जम्मा गरेर 1 + 1 + 4 गरेर 6 अङ्क सोधिनेछ है भाइ बहिनीहरू। र यसमा 1-1 अङ्कको 2टा 1-1 मार्क्सको 2टा प्रश्न सोधिनेछ। र यो 1-1 मार्क्सको 2टा प्रश्न भनेको प्रश्न नम्बर 3 र प्रश्न नम्बर 4 है। यो प्रश्न नम्बर 3 र 4 यो 2टा। अनि यो 4 अङ्कको लागि चाहिँ प्रश्न नम्बर 16 है त। यसरी ध्यान दिनु पर्यो भाइ बहिनीहरू। सामाजिक समस्या र समाधान यो एकाइ 4 बाट जम्मा कति अङ्क सोधिने रहेछ? 6 अङ्क है। र त्यो 6 अङ्कमा 1-1 अङ्कको चाहिँ 2टा सोधिने रहेछ है। 1-1 अङ्कको 2टा प्रश्न सोधिन्छ, प्रश्न नम्बर 3 र प्रश्न नम्बर 4 ठिक छ। अनि प्रश्न नम्बर 16 मा चाहिँ एउटा 4 अङ्कको सोधिन्छ है। अब यो कस्तो कस्तो प्रकारको प्रश्न सोधिन्छ भन्ने कुरामा म पाठ पढाउँदै जाने क्रममा छलफल गरिहाल्छु है। र अहिले चाहिँ मैले के भने भाइ बहिनीहरूलाई, कुल कति अङ्क, कुल कति, टोटलमा कति अङ्क आउने रहेछ? 6 अङ्क। 2टा 1-1 मार्क्सको, एउटा 4 मार्क्सको, त्यति चाहिँ बुझ्नु पर्यो है। अब लामो प्रश्न उत्तर यहाँबाट सोधिँदैन। समूह ग अर्थात् भनौँ न ग्रुप सी मा यहाँबाट प्रश्न सोधिँदैन। अहिलेसम्म भाइ बहिनीहरू हामी कतिवटा एकाइ पार गऱ्यौँ? एकाइ 1, 2, 3, अब 4। यो 4 वटा एकाइबाट लामो प्रश्न उत्तर सोधिँदैन है। यो कुरा ख्याल गर्नुहोस् है। अब लामो उत्तर सोधिने एकाइहरू बिस्तारै आउँदैछ। एकाइ 5, 6, 7, 8 त्यहाँबाट मात्रै लामो उत्तर सोधिन्छ है। एकाइ 5, 6, 7, 8 जम्मा 4 वटा होइन त लामो प्रश्न उत्तर आउने? प्रश्न नम्बर 21, 22, 23, 24
है 5, 6, 7, 8 यसरी सोधिन्छ है। यो कुरा भाइ बहिनीहरूले ख्याल गर्नुहोस्। ल अब आजको हाम्रो पाठ सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 1 मा मानव बेचबिखन रहेको छ। हामी आज दुईटा पाठ एकाइ 4 को दुईटा पाठ भ्याउँछौँ है। मानव बेचबिखन र यौन विकृति तथा विसङ्गति, यो दुईटा पाठको बारेमा हामीले पढ्छौँ आज। ल अब त्यसो भए सुरु गरौँ। हेर्नुहोस् त यो चित्र विदेश जानको लागि मानिसहरूलाई चाहिँ प्रलोभन दिएर यसरी लगिँदैछ हैन। यो पनि एउटा प्रलोभन दिएर फसाएर झुक्क्याएर विदेश लगेर बधुवा मजदुर बनाउने, काममा लगाउने तर कामको पैसा नपाउने, यस्तो पनि के हो? मानव बेचबिखन हो नि। मानव बेचबिखनको अहिलेको नयाँ स्वरूप हो यो। विदेश लैजाने भनेर धेरै युवा युवतीहरूलाई विदेशमा चाहिँ लामो समयसम्म राख्ने, उनीहरूलाई चाहिँ तलब सुविधा केही पनि नदिने, दुःख दिने हैन, यातना दिएर काममा लगाउने, त्यस्तो बधुवा मजदुर भनिन्छ है। त्यो पनि मानव बेचबिखनको एउटा स्वरूप हो है। अब यो अर्को हेर्नुहोस् त, पैसा दिएर फकाएर चाहिँ गर्ल्स ट्राफिकिङ, चेलीबेटी बेचबिखन हैन, यौन व्यवसायमा लगाउने, यस्तो किसिमको पैसाको लोभ देखाएर महिलालाई चाहिँ यौन विकृतिमा लगाउने, नराम्रो गतिविधि गर्न लगाउने, यस्तो पनि मानव बेचबिखनको एउटा स्वरूप हो। यहाँ मैले दुईटा चित्र खाली उदाहरणको लागि मात्रै राखिदिएको छु है। ल अब हामी त्यसो भए आजको हाम्रो शीर्षक के रहेछ त? मानव समस्या, सामाजिक समस्या र समाधान अन्तर्गत मानव बेचबिखन, ह्युमन ट्राफिकिङ हो। ल मनासिब भनेको उचित भनेको है, ठिक सही कुरा भनेको। मनासिब कुरा गर्यो भने सही कुरा गर्यो भन्छ नि, हो त्यो है। ल अब मैले मानव बेचबिखनको अर्थ के हो भन्नेतिर लगे है भाइ बहिनीहरूलाई। हेर्नुहोस् त यो वाक्यले के भन्छ? मानव बेचबिखन भन्नाले मानिसलाई जबरजस्ती या धोका दिई, जबरजस्ती गर्न सक्छ, छलेर ढाँटेर धोका दिएर पनि हुन सक्छ, बेच्ने वा किन्ने कार्यलाई जनाउँछ। मानिसको किनबेच गर्ने, मानिसको श्रम झुक्क्याएर फकाएर चाहिँ किनबेच गर्ने, मानिसका अङ्गहरू किनबेच गर्ने, त्यो सबै स्वरूप। यसमा पीडितलाई श्रम यौन शोषण वा अन्य अमानवीय गतिविधिमा प्रयोग गरिन्छ। यसरी मानिसलाई खरिद गरेर किनेर यस्ता नराम्रा काममा लगाइन्छ। श्रममा लगाउने, पैसा नदिने, यौन शोषण गर्ने, अरू अमानवीय गतिविधि भनेको के हो? अरू अमानवीय गतिविधि भनेको जस्तै युद्ध आतङ्कमा प्रयोग गर्ने, मनोरञ्जनका विभिन्न क्षेत्रमा सर्कसहरूमा जहाँ खतरापूर्ण काम हुन्छ त्यस्तो काममा लगाउने, मानिसको अङ्ग हात या खुट्टा काटिदिने अनि सडकमा माग नलगाउने र उसले मागेको पैसा चाहिँ आफू लैजाने, यस्तोसम्म अपराधिक काम हुन्छ भाइ बहिनीहरू। यो सबै गतिविधि के हो? मानव बेचबिखनको गतिविधि हो। अर्थात् भनौँ न, मानिसको मानव अधिकारलाई गम्भीर उल्लङ्घन गरेर उसको फाइदा लिने है, त्यसबाट फाइदा लिने। ल मानव बेचबिखनका प्रमुख उदाहरणहरू के काममा मानव बेचबिखन हुन्छ त? हैन, मान्छेले मानव बेचबिखन त गर्छ, के का लागि गर्छ? हेर्नुहोस् त, पहिलो त यौन शोषणका लागि बेचबिखन भएको हुन्छ है। कतिपय महिला केटीहरूलाई है, युवतीहरूलाई, किशोरीहरूलाई
राम्रो कामको प्रलोभन देखाएर, हैन, तिमीलाई चाहिँ भारतको कुनै सहरमा राम्रो काम लगाइदिन्छु, नेपालको गाउँबाट नेपालकै सहरमा पनि राम्रो काम लगाइदिन्छु भनेर प्रलोभन देखाउने, लोभ देखाउने। प्रलोभन भनेको लोभ्याउने है। राम्रो काम लगाइदिन्छु भनेर लोभ्याउने। नेपालमा गरिब परिवारका किशोरीहरूलाई, महिलाहरूलाई जागिर लगाइदिन्छु, हैन, राम्रो काममा लगाइदिन्छु भनेर चाहिँ लोभ्याउने। अनि भारतमा खाडी मुलुकमा भनेको दुबई, कतार, कुवेत विभिन्न छन् नि, हैन, गल्फ कन्ट्रिज भन्छ मान्छेहरूले। त्यो गल्फ कन्ट्रिज भनेको हामी खाडी मुलुक, खाडी राष्ट्रहरूमा लगेर चाहिँ वेश्यावृत्तिमा संलग्न गराउने यस्तो घटना के छ, बारम्बार बढिरहेको छ। हाम्रा नेपाली चेलीहरू भारतमा र खाडी राष्ट्रहरूमा बढी लगेर बेचिएको छ। अब यौन शोषणका लागि चाहिँ प्रचलनमा महिलाहरूलाई नै प्रयोग गरिन्छ, पुरुषहरूलाई प्रयोग गरिँदैन है। तर मानव बेचबिखन, मानव अङ्ग बेचबिखन हुन्छ नि, बाल श्रम बेचबिखन, यसमा चाहिँ महिला पुरुष दुवै पीडित हुन सक्छन् है। अर्को बाल श्रम र बधुवा श्रमिक, बालबालिकाहरूलाई बाल श्रमिकको रूपमा लगाउने, इटा भट्टाहरूमा, होटलमा, हैन, यातायातको साधनमा साना बालबालिकाहरूलाई त्यो सहयोगी भन्छ नि, हैन, मानिसहरूले खलासी पनि भन्छ, तर हामीले त्यस्तो शब्द प्रयोग गर्न हुँदैन है। हामीले चाहिँ सहयोगी, सवारी साधनहरूमा सहयोगीको रूपमा काम गर्न ससाना बालबालिकालाई प्रयोग गर्ने, इटा भट्टामा, होटलमा भाँडा माझ्ने, टेबल पुस्ने यस्तो काममा बालबालिकालाई लगाउने अनि पारिश्रमिक पनि नदिने, हैन, उस्तै परे उल्टै कुटपिट गर्ने, यस्तो पनि पाइन्छ। यो के हो, बाल श्रम हो। अनि बधुवा श्रमिक भनेको चाहिँ के हो भने कुनै पनि व्यक्तिलाई कुनै नयाँ ठाउँमा लैजाने, कारखाना, फ्याक्ट्री हुनसक्छ, घरायसी काममा हुनसक्छ, हैन, त्यो व्यक्तिको साहुलाई चाहिँ पैसा तिर्ने, हैन, र त्यो व्यक्तिलाई चाहिँ कुटी कुटी पिटी पिटी काममा लगाउने, पैसा नदिने, अनि त्यो कम्पाउन्ड गरेको घरबाट बाहिर जान पनि नदिने, जबरजस्ती काममा लगाउने, कामको पारिश्रमिक नदिने है। अहिलेको समयमा त्यो हामी दास चाहिँ भन्दैनौँ, स्लेभरी चाहिँ भन्दैनौँ, तर के हुन्छ, त्यो व्यक्तिले पैसा पाउँदैन र उसलाई जबरजस्ती काममा लगाइन्छ है। उसलाई सामान्य खाना लाउन समेत चाहिँ दिन्छ, यसरी पनि काममा लगाएको हुन्छ भाइ बहिनीहरू, त्यो बधुवा मजदुर है। अर्को मानव अङ्ग तस्करी। अहिले सबभन्दा मानिसहरूको बेचबिखन बढ्नुको कारण के हो भन्दाखेरि मानव अङ्गहरूको तस्करी बढी भइरहेछ। विभिन्न प्रकारका नयाँ नयाँ रोगहरू, मानिसका अङ्गहरूले काम नगर्ने यस्ता रोगहरू उब्जिरहेका छन्। अनि मेडिकल साइन्सले त्यो मानिसको अङ्ग फेर्ने प्रविधि ल्याएको छ, उपचार पद्धति ल्याएको छ, साह्रै राम्रो काम गरेको छ। तर यो राम्रो मानव स्वास्थ्यलाई, मानवको आयुलाई वृद्धि गर्ने, मान्छेलाई मर्नबाट बचाउने यति राम्रा मेडिकल साइन्सले काम गरेको छ। तर केही मान्छेले के गर्छन् भने गरिब मान्छेहरूलाई प्रलोभन देखाएर, लोभ्याएर, उस्तै अपराधी मान्छेहरूले त मान्छेको किडन्याप गरेर लैजाने अनि नसालु पदार्थहरू खुवाएर लट्याउने, अनि उनीहरूको अस्पतालमा डाक्टरसँग मिलेर अङ्ग निकाल्ने, अनि त्यस्तो मान्छेको हत्या गर्ने, यस्तोसम्म घटनाहरू सुन्छौँ हामी है। किडनी, हैन, मान्छेको मृगौला फेल भयो भने मृगौला अर्काको झिकेर लाउने, अनि गरिब मान्छेले, हाम्रो शरीरमा दुईवटा किडनी हुन्छ, एउटाले पनि मान्छे बाँच्छ, अनि कतिपय गरिब मान्छेहरूले चाहिँ एउटा किडनी बेच्न बाध्य पनि बनाउँछ। त्यो पाइँदैन, त्यो गैर कानुनी हो है। तर नजिकको आफन्तहरूले
हैन। छोराछोरीको किडनी फेल भएको छ भने बुवा आमाले दिने, बुवा आमालाई बचाउनको लागि छोराछोरीले दिने, श्रीमानलाई बचाउनको लागि श्रीमतीले मृगौला दिने, यसो गर्न पाइन्छ। नेपालको कानुनले त्यो सुविधा दिएको छ। तर चिन्जानै नभएको अपरिचित व्यक्तिबाट कसैले म किडनी दिन्छु भन्यो भने पाइँदैन लिन, किनभने त्यहाँ ठुलो पैसाको चलखेल हुन सक्छ है। त्यस्तो पैसाको चलखेल हुने ठाउँमा एकदमै मानव अङ्ग तस्करीहरू भएका हुन्छन् है। आफू खुसी दान गर्नको लागि पनि कुनै नचिनेको या कुनै व्यक्तिलाई गर्न पाइँदैन, किनभने त्यस्तो प्रावधान दियो भने त मान्छेले लोभ्याउँछ हैन, लाखौँ रुपियाँ दिन्छ, अनि त्यो गरिब मान्छेले के भन्छ, मैले त आफू खुसी दिएको हो भन्न सक्छ। तर उसलाई हैन धन सम्पत्ति दिएर लोभ्याउँछ मान्छेहरूले, कसैलाई जबरजस्ती त्यस्तो गराएको हुन्छ, बाध्यतामा पार्न सक्छन्। त्यो भएर नाता सम्बन्ध भित्रको मान्छेले मात्रै दिन पाउने, नाता प्रमाणित गर्नुपर्छ र नाता सम्बन्ध भित्रकोले मात्रै दिन पाउने नियम छ नेपालमा चाहिँ है त। ल, मनोरञ्जन उद्योगमा पनि शोषण गर्न भनेको अघि भने नि मैले, सर्कसहरूमा विभिन्न सर्कसहरूमा काम गर्ने मान्छेहरू चाहिँ खोजेर लाने, अनि सर्कसमा काम लगाउने, डेन्जर खतरापूर्ण काम लगाउने, अनि पैसा थोरै दिने, शोषण गर्ने, यस्तो पनि भेटिन्छ हैन। कतिपय चोक बजारहरूतिर त्यो चटक देखाउने, चटक जादु देखाउने भन्दै साना बालबच्चाहरूलाई चाहिँ त्यहाँ खतरापूर्ण काम लगाइरहेको हुन्छ हैन। एकदम खतरापूर्ण, जोखिम धेरै भएको त्यस्तो काममा पनि लगाएको हुन सक्छ। त्यो पनि के हो, मानव बेचबिखन हो है। ल, अब यसपछि मानव बेचबिखनका कारणहरू के होलान् त, के कारणले मानिसको बेचबिखन भइरहेको छ त्यो पनि ध्यान दिनु पर्यो हैन। मानव बेचबिखन हुनुका कारणहरू के होलान्? फ्यामिली प्रब्लम भन्नुभएको छ हो एउटा, गरिबी अत्यन्त राम्रो, बेरोजगारी, अशिक्षा, धेरै राम्रो उत्तरहरू गर्नुभएको छ। लोभ हैन, लोभ लालचमा फस्नु हैन, मजबुरी, के कारणले मजबुरी त्यो चाहिँ लेख्नु पर्यो, मजबुरी लेख्नु भएन, के कारणले मजबुरीमा पर्छ त्यो चाहिँ लेख्ने है। विलासी जीवनको चाहना हो, देखासिकी गर्नु अरूको हैन। ल, कति धेरै समस्याहरू ल्याउनु भएको छ है। धेरै राम्रो, चेतनाको कमी हैन, ऋण धेरै हुनु, ऋण तिर्न नसक्नु, असाध्यै राम्रा। ल, अब हेरौँ है त, भाइ बहिनीहरूले पठाउनु भएको उत्तर, सबै उत्तरहरू एकदमै सही छन् है। धेरै उत्तरहरू दोहोरिएका पनि छन्, ठिक छ। ल, अब हेरौँ, हेर्नुहोस् त, मानव बेचबिखन के कारणले हुन्छ भन्दा, एउटा त अङ्ग प्रत्यारोपणको लागि यो कारण, अङ्ग प्रत्यारोपण यो सुविधा आयो नि हैन। विश्वभरि अहिले के छ, रोगहरू फैलिएका छन्, अनि मान्छे रोगी बनेका छन्। कसैको कलेजो फेल हुन्छ, कसैको मृगौला फेल हुन्छ, कसैको आँखाले काम गर्दैन हैन। हो, त्यो कारणले गर्दा मान्छे के गर्छन्, अङ्ग अभाव छ, अब अङ्ग त चाहियो। धनी मानी सम्पन्न मान्छेहरूलाई बाँच्न त सबैलाई रहर हुन्छ, तर धनी मानी मान्छेहरूले पैसा खर्च गरेर पनि बाँच्ने भन्ने सोच राखेका हुन्छन्। त्यसकारण अङ्गको लागि पनि मानव बेचबिखन हुन्छ है। अर्को, गरिबी, हेर्नुहोस् त, अघि भाइ बहिनीहरूले उत्तर पठाउनु भएको थियो है। गरिबीले मानिसहरूलाई जोखिमपूर्ण रोजगारी खोज्न बाध्य बनाउँछ। अब मानिस गरिबीमा छ, गरिबीको चपेटामा छ, अनि उसले के गर्छ, जस्तो भए पनि गर्छु काम। मान्छेले सजिलै उसलाई फसाउन सक्छ, ऊ बाध्यतामा छ नि त।
अघि भाइ बहिनीहरूले त्यहाँ बाध्यता भन्नुभएको थियो, त्यो पनि हो होइन। के कारणले बाध्यता भयो त? गरिबीको कारणले बाध्यतामा पर्यो। अघि भाइ बहिनीहरूले लेख्नु भएको थियो बेरोजगारीको कारण। हेर्नु त, बेरोजगारी भएपछि के हुन्छ? दलालहरूले झुटो आश्वासनमा फसाइदिन्छन्। राम्रो काम लगाइदिन्छु नि, फलानु सहरमा गएपछि त यति तलब पाइन्छ, म राम्रो काम त्यहाँ मैले चिनेको छु भनेपछि बेरोजगार मान्छे सजिलै विश्वासमा पर्छ। अनि के हुन्छ? त्यो विश्वास गरेर त्यो मान्छेको साथ लागेर गएपछि आफू बेचिएको थाहै पाउँदैन हो। अब अर्को, नेपाल जस्तो देशमा हेर्नुहोस् त भाइ बहिनीहरू, हाम्रो नेपाल जस्तो देशमा भारतसँग खुल्ला सिमाना छ नि। हो, यो खुल्ला सिमाना पनि मानव बेचबिखनको अर्को महत्त्वपूर्ण कारण हो है। खुल्ला सिमाना छ, हामीलाई इन्डिया जान आउन कुनै रोकटोक छैन। अनि सजिलै हामी पारी जान सक्छौँ, सजिलै बेच्छन् होइन। वेश्यागमन गर्नको लागि भनेको पैसाको लागि यौन क्रियाकलाप गर्ने, त्यो भनेको वेश्यागमन हो होइन। वेश्यागमन गर्ने भन्छ नि, पैसाको लागि चाहिँ यौन क्रियाकलाप गर्ने होइन। सेक्सुअल एक्टिभिटिज फर मनी, पैसा कमाउने उद्देश्यले अरूसँग चाहिँ सेक्सुअल यौन गतिविधि गर्ने हो, त्यस्तो पनि हुन्छ है। त्यसकारण अब सीमा क्षेत्रमा कमजोरी भयो भने यस्तो समस्या आउँछ। मानव बेचबिखनलाई यसले टेवा दिन्छ है। मानव बेचबिखन बढ्नुमा के कारण रहेछ? एउटा खुला सिमाना हुनु, सिमानामा कुनै निगरानी रोकटोक होइन, चेक जाँच राम्रो नहुनु, त्यो पनि समस्या हो है। त्यो पनि एउटा कारण हो। लैङ्गिक भेदभाव र घरेलु हिंसा, हेर्नुहोस् त, छोरा र छोरीमा भेदभाव गर्ने यस्तो पनि हुन्छ होइन। यो हटाउनुपर्छ। यसले लैङ्गिक भेदभाव गर्यो भने पनि के हुन्छ? लैङ्गिक भेदभाव गर्यो भने मानिसहरू होइन आफू चाहिँ परिवारमा महत्त्व नपाएको महसुस गर्छ मान्छेले। अनि बाहिरको मान्छेले केही झुटो कुरा गर्यो भने विश्वास गरेर उसको पछि लाग्छ है। अनि देह व्यापारमा पनि मान्छे लाग्छ। देह व्यापार भनेको आफ्नो शरीर बेच्ने काम, के को लागि? यौन धन्दा भन्छ नि। देह व्यापार भन्नु र यौन धन्दा भन्नु एउटै हो, कुरा बुझ्नुभयो नि है। ल, अब अर्को पोइन्टमा, वैदेशिक रोजगारीको मोहमा अहिले नेपालमा हेर्नु त, धेरै नेपालबाट युवा युवतीहरू वैदेशिक रोजगारीको लोभमा विदेशमा गएपछि त रुखको बोटमा पैसा फल्छ अनि टिप्ने हो जस्तो गरेर बिना अध्ययन अनुसन्धान, बिना तयारी, कुनै दलालले भनेको भरमा मान्छेहरू विदेश हिँड्छन्। यहाँ सिप सिक्ने, तालिम गर्ने, भाषा सिक्ने, बल्ल विदेश जाने, अनि त्यहाँ आफ्नो सिप अनुसारको काम पाइन्छ। तर कतिपय मानिसहरू के गर्छन्? नेपालमा केही सिप सिक्दैनन्, अल्छी गर्छन् होइन, भाषा पनि सिक्दैनन्। अनि कुनै एउटा दलालले त्यहाँ त मैले चिनेको कम्पनी छ, म काम लगाइदिन सक्छु भनेको भरमा मानिसहरू विदेश हिँड्छन्। त्यसो गर्यो भने धेरै मानिसहरू चाहिँ बेचबिखनमा पर्ने डर हुन्छ, बधुवा मजदुर हुने, त्यहाँ गएर काममा चाहिँ लाग्ने, अनि त्यो एउटा निश्चित घेराभित्र थुनिएर काम गर्नुपर्ने, तलब सुविधा पाइँदैन, बाहिर जान पनि दिँदैन, यस्तो पनि भएको पाइन्छ है। र आप्रवासन तथा रोजगार नीतिको अस्पष्टता र निगरानीको कमीले मानव बेचबिखन बढाउँछ होइन। आप्रवासन, विदेशमा मान्छेहरू के गर्ने? सधैँको लागि पिआर भन्छ नि, प्रवासी जीवन है। आप्रवासन र प्रवासन, अरू देशमा गएर बसोबास गर्ने लोभमा जान्छन् मान्छेहरू। भाइ बहिनीहरूले कति सुन्नुभएको छ नि, नेपालबाट चाहिँ
इल्लिगल बाटो भएर अमेरिका जाने, हिँड्दै 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 अमेरिका जाने, जङ्गलको बाटो भएर, यस्तो पनि छ हैन। भाइ बहिनीहरू, मैले अघि भने देह व्यापार भनेको यौन धन्दा गर्नु है, आफ्नो शरीर बेचेर यौन क्रियाकलाप गर्नु अनि पैसा कमाउनु, त्यो देह व्यापार हो है। यो आप्रवासन, प्रवासन, विदेशतिर उतै गएर बस्ने लोभमा जाने अनि त्यहाँ चाहिँ बेचिने, यस्तो पनि हुन्छ है। कति मान्छेहरू चाहिँ पैदलै जाने, गलत बाटोबाट जाने, गैर कानुनी बाटोबाट जाने, यस्तो पनि पाइन्छ। ल, यो बुदाहरू भाइ बहिनीहरूले स्क्रिनसट पनि लिएर राख्न सक्नुहुन्छ है। ल, अब हामी अगाडि बढौँ। अब मानव बेचबिखन नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरू है। अब मानव बेचबिखन नियन्त्रण गर्न हामीले के गर्नु पर्यो त? मानव बेचबिखन नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरू, हामी व्यक्तिले पनि सचेत हुनुपर्छ हैन, राज्यले पनि यसमा काम गर्नुपर्छ। सबै दोष राज्य अथवा सरकारलाई मात्रै दिएर नि हुँदैन हैन। आफू चाहिँ अध्ययन नगर्ने, सिप नसिक्ने, अनि कसैको लोभमा फसिहाल्ने, अनि सबै दोष चाहिँ राज्यलाई दिएर पनि भएन हैन त। त्यसकारण हामीले पनि केही उपायहरू अपनाउनु पर्छ र राज्य सरकारले पनि केही काम गर्नुपर्छ, तब मात्रै नियन्त्रण गर्न सकिन्छ है त। ल, भाइ बहिनीहरूले लेख्नु भएको छ धेरै, तपाईहरुले लेख्नु भएका उत्तरहरू नै समेटेर मैले पनि तयार पारेको छु है। तपाईहरुका उत्तरहरू सही छन्, हेर्नुस् त, तपाईहरुले दिइराख्नु भएको छ कमेन्टमा पनि अत्यन्त राम्रा। मानव बेचबिखन बारे व्यापक जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ। एउटा के रहेछ त? जनचेतना फैलाउने, मानव बेचबिखनको असरको बारेमा, यसको विरुद्धमा है, मानव बेचबिखन गर्दा के सजाय हुन्छ, के असर पर्छ हो, यस्ता कुराहरू सम्बन्धी चाहिँ जनचेतना फैलाउनु पर्यो। कुन क्षेत्रमा? विशेष गरेर जुन क्षेत्रमा मानव बेचबिखन बढी हुने सम्भावना छ त्यस्तो क्षेत्रमा गएर जनचेतना फैलाउने। खाली सहर केन्द्रित भएर कार्यक्रम चलाएर हुँदैन, गाउँ केन्द्रित हुनु पर्यो हैन। त्यसैगरी एउटा मात्रै माध्यमबाट, त्यही रेडियोमा मात्रै भनेर पनि हुँदैन। सडक नाटक देखाउने, विद्यालयहरूमा कार्यक्रम गर्ने, रेडियो, टिभी, एफएम को प्रयोग गर्ने, अहिले त अनलाइन छ हैन। यो सबै माध्यमलाई प्रयोग गरेर जनचेतना फैलाउनु पर्छ है। ल, धेरै राम्रो राम्रो उत्तरहरू भाइ बहिनीहरूले पठाउनु भएको छ। यहाँ तिनै उत्तरहरू दोहोरिएका छन् है। अघि कारण थियो नि, त्यो कारणमा अब हेर्नुस् त, सिमाना क्षेत्रमा निगरानी प्रणाली सुदृढ गरी तस्करी रोक्न कडाई गर्नुपर्छ। सीमा क्षेत्रलाई कडा सुरक्षा जाँच गर्ने है। के गर्ने? यो सिमाना क्षेत्रमा है, सिमाना क्षेत्रमा के गर्नु पर्यो? कडा सुरक्षा व्यवस्था गर्नु पर्यो। सजिलै जाने आउने यस्तो व्यवस्था हुनु भएन, चेक जाँच राम्रो गर्नु पर्यो भनेको है। वैदेशिक रोजगारीमा पारदर्शिता र कानुनी दर्ता अनिवार्य बनाउनु पर्ने। विदेश जान कानुनी रूपमा अनुमति लिनै पर्ने, अनि जाने प्रक्रियाहरू सबैलाई प्रष्ट रूपमा राख्नु पर्यो हैन। गोप्य तरिकाले लुकाई छिपाई मान्छे पठाउनु भएन। पारदर्शिता भनेको स्पष्ट तरिकाले है। पीडितको पहिचान, उद्धार र पुनर्स्थापनाका लागि प्रभावकारी सेवा केन्द्रहरू स्थापना गर्नुपर्छ। अब मानव बेचबिखन भइहाल्यो भने त्यसबाट पनि त रेस्क्यु, उद्धार त गर्नु पर्यो नि हो। त्यसको लागि है, पीडितहरूको पहिचान गर्ने, उद्धार गर्ने, पुनर्स्थापना केन्द्र खोल्ने, यसरी त्यो समस्यामा परेकाहरूलाई चाहिँ त्यहाँबाट बाहिर निकाल्नु पर्यो।
मानव बेचबिखन सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरी दोषीलाई दण्डित बनाउनुपर्छ। अब यहाँनिर हेर्नुहोस् है, हाम्रो जस्तो देशमा के हुनु पर्यो? कडा कानुन बनाउनु पर्यो। अनि कानुन मात्र कडा बनाएर मात्र भएन, त्यसलाई कार्यान्वयन एप्लाई गर्नु पर्यो है, लागू गर्नु पर्यो। कडा कानुन बनाउने र त्यसलाई लागू गर्ने, मानव बेचबिखन गर्ने व्यक्ति अपराधीलाई कडा दण्ड दिनु पर्यो, दोषीलाई दण्डित गर्नु पर्यो। मानव बेचबिखन सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरी दोषीलाई दण्डित गर्नुपर्छ है, यो दोहोरिएको छ। स्थानीय समन्वय समिति गठन गरी समुदाय स्तरमै निगरानी र सहयोग प्रणाली विकास गर्नुपर्छ। अब हेर्नुहोस् त, स्थानीय हामी जनताले पनि स्थानीय स्तरमा हामीले पनि त काम गर्नु पर्यो हैन। ल अब यहाँदेखि अरू पनि हामी उपायहरू खोज्न सक्छौँ। रोजगारीको अवसर सिर्जना गर्ने हैन, गरिबीलाई हटाउनु पर्यो नि, रोजगारी सिर्जना गर्ने हो। युवाहरूलाई सिप तालिम प्रदान गरेर रोजगारी दिन पर्यो, त्यो एउटा भयो हो। अर्को, यो मानव बेचबिखन सम्बन्धी चाहिँ पाठ्य पुस्तकहरुमै राख्नु पर्यो, यसको समस्याहरू के हुन्छन् भन्ने बारेमा है त। अब थोरै यो हेर्नुस् त, नेपालमा मानव बेचबिखन यदि कसैले मानव बेचबिखन गर्यो भने त्यस्तो व्यक्तिलाई कस्तो सजाय हुन्छ त? हाम्रो देशमा भएको अहिलेको कानुन मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन भनेको कानुन है, 2064 मा के व्यवस्था छ त? के सजाय हुन्छ? ल हेरौँ। पहिलो नम्बरमा, मानव बेचबिखन गरेमा कुनै पनि कारणले यौन धन्दामा लगाउन होस् कि हैन, श्रमिक बनाउन होस् कि मान्छेको अङ्ग निकाल्न होस् कि, त्यसरी मान्छेलाई किनबेच गरेमा दुवै पक्षलाई 10 देखि 15 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिवाना है, दुईटै सजाय हुन्छ। यो अथवा भनेको होइन, कैदको कैदको भनेको जेल राख्ने पनि सजाय हुन्छ अनि जरिवाना पनि हुन्छ। जरिवाना तिरेर छुट्ने भनेको होइन, यो दुवै सजाय हुन्छ है। बालबालिकाको तस्करी गरेमा, बालबालिकाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लगेर चाहिँ बेचबिखन गरेमा है, बालबालिकालाई गर्यो भने त झन् धेरै सजाय, 15 वर्षदेखि 20 वर्ष कैद र 2 लाख रुपैयाँसम्म जरिवाना है। भाइ बहिनीहरू, यो धारामा हुँदैन, भाइ बहिनीहरूलाई कानुन ऐन र संविधानमा फरक छ है। संविधानमा चाहिँ यति धारा, संविधान अनुसार कानुन बन्छ है, संविधान अनुसार कानुन बन्छ र त्यो कानुनमा चाहिँ यो कुरा छ। न्यूनतम 2 लाख रुपैयाँ जरिवाना भनेको है, यो भन्दा बढी पनि हुन सक्छ। नेपालभित्रै, यो चाहिँ अन्तर्राष्ट्रिय स्तर भयो, नेपालभित्रै एक स्थानबाट अर्को स्थानमा लैजाने कार्यमा बिना स्वीकृति, नेपालभित्रै हैन, यहाँ काठमाडौँको मान्छेलाई चाहिँ पोखरातिर लगेर बधुवा मजदुर बनायो, उतै काममा लगायो, पैसा पनि तिरेन, त्यस्तो भयो भने चाहिँ 10 वर्ष कैद र 50,000 देखि 1 लाख रुपैयाँसम्म जरिवाना हुन्छ। यो मुख्य 3वटा कुराहरू छ है। यो भाइ बहिनीहरूले सामान्य जानकारी राख्नको लागि है, सामान्य जानकारी राख्नु पर्यो नि। तपाईहरुले यो कुराहरू जान्नुभयो भने प्रश्नमा कहीँ बीचबीचमा लेख्न सक्नुहुन्छ, यही कुरालाई चाहिँ अहिलेसम्म प्रश्नमा सोधेको छैन है। यसरी नै यही कुराहरूलाई प्रश्नमा चाहिँ सोधिएको छैन, सामान्य हामीले जान्नु पर्यो है। ल अब मानव अङ्ग तस्करी र बेचबिखन। अब अघि भन्यो नि, मानव बेचबिखन अन्तर्गत
मानिसको अङ्ग किनबेच गर्ने बढी भइरहेछ। यसलाई हामीले छुट्टै अलिकति मैले थोरै यसलाई महत्त्व दिएँ है भाइ बहिनीहरू। मानव बेचबिखनमा यो पनि पर्छ, तर कहिले कहिले प्रश्नमा के सोधिदिन्छ, मानव अङ्ग तस्करीको मात्रै प्रश्न पनि सोधिदिन्छ। मानव अङ्ग तस्करी भनेको के त? मानव अङ्ग तस्करी वा बेचबिखन भन्नाले मानिसको शरीरको अङ्ग निकालेर उसको इच्छा विपरीत उसले दिन चाहेको छैन हैन, उसको इच्छा विपरीत मानिसका अङ्गहरू निकालेर चाहिँ बिक्री गर्ने या अर्को मान्छेलाई लगाइदिने। जस्तै मृगौला, कलेजो, आँखा हैन, यो कार्य मानव अङ्ग तस्करी हो है। यो कार्य मानव अधिकारको गम्भीर उल्लङ्घन हो हैन। मानव अधिकारले त यो गर्न पाइँदैन भनेको छ है, जसमा पीडितलाई शारीरिक, मानसिक र सामाजिक रूपमा क्षति पुग्ने सम्भावना हुन्छ हैन, मानव अङ्ग तस्करी गरिदिँदाखेरि है। ल अब मानव अङ्ग तस्करी र बेचबिखनका 4 प्रमुख कारणहरू मैले छोटोमा, यो सोधिरहेको प्रश्न हो भाइ बहिनीहरू। मानव अङ्गको तस्करी किन हुन्छ, के कारणले हुन्छ भन्दा 4 वटा कारणहरू। हेर्नुस् त, मैले पोइन्टलाई हाइलाइट पनि गरिदिएको छु है। अङ्गको अभाव र उच्च माग। अहिले विश्वभरि भने नि मैले, रोगहरू बढिरहेका छन्, तर मानिसमा अङ्ग त सीमित छ नि, आफ्नो शरीरलाई मात्रै काम गर्ने हुन्छ, अर्कोलाई दिनको लागि त कुनै एक्स्ट्रा बनेको हुँदैन हैन। कानुनी प्रत्यारोपण प्रक्रियामा अङ्गको कमीले अवैध स्रोततर्फ माग बढाउँछ हैन। कानुनी रूपमा हाम्रो देशमा अलिक गाह्रो छ, सजिलै अङ्ग दान गर्न पाइँदैन, अनि मान्छेले के गर्छ, गैर कानुनी बाटो खोज्छ र अरू मान्छेलाई लोभ्याएर किनबेच गर्ने बढी छ। आर्थिक सङ्कट र गरिबी है, यो आर्थिक सङ्कट र गरिबी अर्को समस्या छ। धेरै मानिसहरूमा गरिबीको समस्या। नेपालमा गरिबीको रेखामुनिको जनसङ्ख्या अहिले पनि ठुलो छ हैन। त्यसकारण आर्थिक समस्याले मान्छेहरू अङ्ग बेच्न सक्छन्, बेच्ने भइरहेको छ। दलालहरूको झुटो आश्वासन हैन, दलालहरूले सजिलै गरिब मान्छेहरूलाई फसाउने काम गरिरहेका छन्। र कानुनी कमजोरी र अन्तर्राष्ट्रिय सञ्जाल है, कानुनमा कमजोरी छ। यसको अर्थ कानुनले आफन्तभित्र मात्रै अङ्गदान गर्ने भनिदिएको छ, एकअर्कालाई अङ्ग दिन पाउने भनेको छ हैन। त्यसले गर्दाखेरि अब आफन्तभित्र अङ्ग दिन मिलेन, कोही पनि छैन भने मान्छेले बाहिर अरू खोजी गरेर किन्ने, बेच्ने, यस्तो गर्न सक्छन् हैन। तस्करी बढ्छ। तस्करी भनेको गैर कानुनी रूपमा धन्दा गर्ने। अब मानव अङ्ग तस्करी वा बेचबिखन नियन्त्रण गर्न चाहिँ के गर्नुपर्छ त है। अब मानव अङ्ग तस्करीको समस्याले त के हुन्छ र भाइ बहिनीहरू, मानिसहरूमा तनाव बढाउँछ हैन, अकालमा मृत्यु हुन्छ हैन। कति मानिसहरूको अकालमा मृत्यु हुन्छ हैन। अङ्ग त्यसरी दिइसकेपछि मानसिक रूपमा तनाव बढ्दै जान्छ हैन। मानव अङ्ग तस्करी वा बेचबिखन नियन्त्रण गर्न चाहिँ अब के गर्ने त हाम्रो जस्तो देशमा? हेर्नुहोस् त, अङ्ग प्रत्यारोपण सम्बन्धी पहिलो काम गर्नु पर्यो है। यो अङ्ग प्रत्यारोपण, अङ्ग दान गर्ने सम्बन्धी सजिलो कानुन बनाइदिने, स्पष्ट कानुन बनाइदिने, झन्झटिलो कानुन नबनाउने है। यसले अवैध क्रियाकलापलाई कडाइका साथ दण्डित गर्छ। अर्को, सामुदायिक स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने, समुदाय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने, अनि विद्यालय तथा कलेजमा पाठ्यक्रम मार्फत चेतना फैलाउने। हामीले अहिले पढेको जस्तै अब 10 कक्षामा छ, 11 कक्षा, 12 कक्षा, 8 कक्षा, 9 कक्षामा पनि यसरी यो राखिदिनु पर्यो पाठहरूमा हैन।
सिमानामा निगरानी सुदृढ गर्ने, भारत चीनसँगको सिमानामा कडाई गर्ने है, अनि अङ्ग प्रत्यारोपण प्रक्रिया पारदर्शी बनाउने, स्पष्ट बनाउने, मानिसहरूलाई सजिलो किसिमले अङ्ग प्रत्यारोपण हुने अवस्था सिर्जना गरिदिने।